दुःख भयो पहिला पछि निस्को गैला मथन गर्दामा काखमा बसे नगराधा से बारे भूत काय हरेरा मुखे मुखे प्रभु जी को दशम अवतार हरेरा मुखे मुखे प्रभु जी को दशम अवतार ये दुःख भयो पहिला पछि निस्को गैला मथन गर्दामा नारायण के भज भज नारायण यो कच्चा चोला कतिन्जेलै होला भज भज नारायण नारायण के राम 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 फेरि भन्न पाइँदैन कर्मलाको पानी ढकेपछि जाने फेरि भन्न पाइँदैन नारायण के सरस्वती माई हृदय हाम्रो खुला गराइदेऊ र सरस्वती विद्याकी दाता सरस्वती माता परतिपुरै भर तिमीले रक्षे गर जो जानेको भक्तहरू भन्छन् खर नजानेको ठाउँमा सरस्वती माता तिमीले रक्षे गर नारायण के कण्ठ तुलाई गराइदेऊ विद्याकी दाता सरस्वती माता कण्ठ तुलाई गराइदे नारायण राम राम लीला भनौ त दशम अवतार नारायणको लीला भनौ त नारायण के राम 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 दशम अवतार मुखे मुखे प्रभु जी को दशम अवतार हरेरा मुखे मुखे प्रभु जी को दशम अवतार
मध्ये बसे अवतारले सत्यव्रत राजालाई सत्यव्रत राजालाई पहिले दर्शन दिए हयग्रीव राक्षस मारे दुनियाँको छेद प्रभुजीले खोज्नु भयो लुकाएको बेला नारायण के ल्याए खोजेर यो कसो छेदा लुकाएको बेला ल्याए खोजेर हरेर त्यसको पछि दोस्रो अवतार कुर्म भयो किन समुद्रलाई मथन गरे 14 रत्न लिन मन्द्राचलको मदनी त शेषनागको लेखी सबै भने साध्य छैन संक्षेपले यति नारायण ए पीठमा राख्नु भो मन्द्राचल पर्वतलाई पेटमा राख्नु हरे नारायण 14 रत्नभन्दा पहिले हाला निस्को शिवजी आए सावन गरे कालाकोट बिस्को ठुलो कामको थालनीमा दुःख भयो पहिला आखिरीमा निस्को हजुर अमृतको खैला नारायण ए मथन गर्दामा दुःख भयो पहिला पछि निस्को गैला मथन गर्दामा कसले खाने कसले लाने झगडामा गयो प्रभुजीले मोहनीको अवतार लिनुभयो दानवलाई मदिरा त देवतालाई अमृत पान भगवानको लीला बाहिर सकिँदैन जान नारायण ए जगत ठाकुरको बयान गरे साध्य छैन जगत ठाकुरको साँझको बेला कसै ऋषि सन्देह गर्दै थिए सामान्य देखे दिदीलाई गर्भदान दिए कसैको हिरण्य छे जन्मे दुवै भाइ आफ्नो बसमा पारे तिनले तिनै लोकलाई नारायण ए बसमा पारेछन् तिनै लोक 14 भुवन बसमा पारेछन् हिरण्य छे दानवत आज नै थियो पृथ्वीलाई धकेलेर जलमा डुबाइदियो त्यसो अवतार प्रभुजीले बँधेले रूपधारी हिरण्य छे पुर्याइदिए भव सागर पारी नारायण ए दाँतले टोकेर पृथ्वीलाई उठाउनु हो दाँतले टोकेर
नारायण भाइ अहिले कुबेर जिते आज नाइरायो कसैकोलाई मार्न भने चौथो अवतार भयो तिनै लोक 14 भुवन जितो एकै साथमा न त दिनमा मार्न सक्नु न त मर्छ रातमा नसुकेको न त काँचो त्यसको थियो मरण उसको सामु पर्ने जाति पर्नु पर्ने शरण नारायण ए भक्त ए प्रहलाद कश्यपुका छोरा थिए भक्त ए प्रहलाद हरे आफ्नो छोरो प्रहलादलाई धेरै दियो दुःख प्रभुजीले लिनुभयो नरसिंह रूप खम्बाबाट प्रकट भए राख्नुभयो काखमा सन्ध्याकालमा नङ्ग्रा धासे उडाइदिए आत्मा नारायण ए मारे भूतुकै काखमा